हाम्रो भेटेकलमा जोडिएको थियो पैसा आयो भने त्यो भनेर भयो आउनु 4 चोटि आउन कैसे आज मात्र आएन मेरो घर आज आएन जसरी हुन्छ आएन कैसे मेरो घर भने म सादा 15-16 गते आउनु भनेको थिएँ अहिले मलाई पनि गए हानु तेरङ्गाला घर खानापिना पकाउन म 15-16 गते आउनु भनेको थिएँ त्यतिको 5 बजे ज्यादा यसो घटना घट्यो भने सुनेर घर आन्छ आम घरलाई पुग्यो त कहाँ घर त यिनले सब लास घर पुर्याएको सब घर गएको थियो सब कोही नआएको थियो घर गुलरिया मेरो घर 4 जाम कति 5 बजे 6 बजे जा आयो त घर 6 बजे उनले त लास सब यहाँ सब घरको घर गएको थियो उहाँको माइती पक्षले एकचोटि जाइदिनु भन्दाखेरि चाहिँ म चाहिँ त्यहाँ अनुसन त्यो प्रारम्भिक त्यहाँको गतिविधिहरू हेर्नलाई आएको थिएँ मृतकको म भाइ हजुर नाता पर्छ भाइ मैले देख्नुभन्दा पनि धेरै कुराहरू त्यहाँ बुझेको थिएँ अनुसन्धान मैले आफ्नो अनुसन्धान गर्दाखेरि धेरै कुराहरू चाहिँ बुझ्दाखेरि चाहिँ अब पुलिस प्रशासनको एकदम त्यहाँ चाहिँ हेलचेक्रै भएछ घटनाक्रम तपाईँको 5 बजे भएछ हैन उहाँले भन्नुभएछ 8 बजे आए म त्यहाँ चाहिँ त्यो घर घेराउ गर्नलाई आउनु भएछ अनि त्यसमा चाहिँ सबभन्दा हेलचेक्रै कस्तो भएछ भनेपछि ढोकाको चाहिँ ताली लागेको झ्यालहरू पुरै खुला के एउटा त्यो दोस्रो कुरा आत्महत्या गरेको जो डोरी हुन्छ डोरी चाहिँ तपाईँको 11 फिट 3 इन्चको थियो अनि जो आत्महत्या गर्ने मान्छे हो त्यसको चाहिँ 4 फिट हैन त्यो पनि शङ्कास्पद दोस्रो कुरा त्यहाँ चाहिँ एउटा फुलीहरू भेट्यो कि हामीले नाकमा लाउने फुली अनि कानमा लाउने त्यो पनि भेट्यो कि त्यहाँ मुचुलो उठाउँदाखेरि तर घटनाहरू भएपछि पुलिस प्रशासनहरूले चाहिँ धेरै हेलचेक्राइ गर्यो कि त्यतातिर त्यो हो भने अनि त्यहाँ चाहिँ डोरी मागहरू अब धेरै कुराहरू माग प्रत्येक न्याय पाउनु पर्यो आमाले जे भन्नुभएको छ त्यो कुराहरू न्याय अनुसन्धान घर परिवारहरूको कुराले गर्दाखेरि घर परिवारको सबै मान्छेलाई अनुसन्धान हुनु पर्यो हैन घर परिवारको सर्वप्रथम घर परिवारको मान्छे सबैको अनुसन्धान हुनु सबैको प्रतिपक्षमा लिएर सबैको अनुसन्धानको कुराहरू हुनु पर्यो एउटा दोस्रो कुरा उहाँले एउटा मोमोको कुरा उठाउनु भएको थियो मेरो उसलाई मोमो मन पर्यो मोमोले खान मन पर्यो अनि त्यो मोमो 10 वटा पिस आउँछ तपाईँको 8 प्लेट 8 वटा त्यही थियो एउटा खाएर अर्को चाहिँ टोक्याएको थियो कि आधा अनि त्यसपछि मकै ल्याउनु भएको थियो मकै पनि ल्याउनु भएको थियो मकैमा थोरै थियो मकै थोरै हुँदाखेरि अरू चाहिँ खाइसकेको थियो अनि उहाँ घर परिवारसँग सोद्धाखेरि उहाँले के भन्नुभयो भनेपछि मकै चाहिँ उसको बाहिर नै हामीले राख्यौँ त्यति बेला ऊ झुन्डिसक्यो भन्ने कुराहरू गरिरहेको थियो कि अनि त्यो झुन्डिएको मान्छेको एउटा लेयरमा मात्र यहाँ एउटा मात्र हुन्छ कि रेसा उहाँको एउटा यता थियो यो घाँटीमा कहिले पनि पासोहरू रहँदैन नि त दोस्रो यता थियो तेस्रोहरू यहाँ थियो कि अनि यता छेडाएको थियो कि त्यो उहाँको यता पुरै मासुहरूको चोप्टै निक्ल्या कि अनि तपाईँले मान्छेहरू आत्महत्या गरिसकेपछि मान्छेको हात यता त पुग्दैन नि यता मात्र पुग्छ यताहरू घाउहरू भयो अनि यो खुट्टामा डामहरू भयो त्यो लौरीले हानेको जस्तो डामहरू थियो कि 2-3 वटा छाती गाँडी यहाँ कोब्रीहरूको धेरैवटा थियो कि त्यसकोहरू चाहिँ एकदम छानबिन हुनुपर्छ भन्ने भनाइ हो कि हाम्रो अरू त्यस्तो केही होइन सबै कुराको छानबिन हुनु पर्यो त्यो रस्सी लट्काउने त्यो मान्छे जो छ हैन त्यो अरू घरको मिलेर हो कि त्यसले आफै त पुग्दैन कि त्यहाँ तपाईँ 11 फिट उहाँ त्यहाँ न त्यो मैले त्यहाँ हेर्दाखेरि त्यहाँ न टेबल देखेँ न कुनै डेक्चीहरू देखेँ हैन त्यहाँ चाहिँ देखिएन कि त्यही भएर अलिकति पङ्खा त बाङ्गो हुनुपर्छ नि त त्यहाँ उसको 60 केजी वेट छ केटी मान्छेको 60 केजी वेटमा अलिकति बङ्गिनु पर्ने हो नि त त्यो त्यो के सरियाहरू नबङ्गिए पनि त्यसको पाताहरू त बङ्गिनु पर्ने हो नि त्यहाँ त अलिकति प्रेसर आयो होला त्यो कुरोहरूको त्यसको अनुसन्धानहरू राम्रोसँग निष्पक्ष छानबिन हुनु पर्यो नत्र पछि के हुन्छ हामी आफै त्यो अर्को विकल्प केमा जान्छौँ त्यसपछि त्यो हामीले आफैले सोचेका छौँ पहिला हामीले निष्पक्ष एकदम छानबिन हुनुपर्छ भनाइ हो हाम्रो बस त्यही हो हस् धन्यवाद मेरो छोरी मसँग फोन गरेको थियो मर्नुभन्दा पहिला 2 घन्टामा फोन गरेको थियो मम्मी म अब यो सनका लास्ट माइत जाने हो म आमा बजे सुना लाग्यो माइत जाने म झिको माइत बसी हो अनि पछि म डाइरेक्ट काट्न जान्छु बा यसो भनेर राम्रो कुरा गरेको थियो
पाछा अन्जाइ त्यो उम्टा आउँदाखेरि पछाडि त्यो हाम्रो घरमा तल मेरो छोरी उहाँ विदेश गई थियो त्यो लागि रुँदा थियो नि मुन्डो तको चर्कुने भयो त्यो उहाँ रुँदा दुँदा जे भयो थाहा भएन मुन्डो टाउको दुखिया थियो तब टाउको दुखिया थियो पखा अन्ज अस्पताल लगेर चाहिँ तल अन्ज के भने यो त माइतबाट त्यो दबाई खाने रहेछ तपाईँको दिमाग पागल भइरहेछ यस्तो यस्तो भनेर तपाईँ घरको मैले भनेर हन् के त्यो घरमा टाउको दुखिया भने दबाई खान्थेन यहाँ आएर तर दिमागको दबाई खानुभयो टाउको दुखिया दबाई खानु पर्यो बच्चा नहुने यबाट छोराछोरी हुन्न मैले तँलाई जब गरेँ केटी खोज भने तँले त्यो खोजी तँले त दुःख पायो भने भरतलाई भनेर भरत पूजालाई मेरो छोरीलाई टर्चर गरिदिरहेछ अनि मम्मी मलाई धेरै टर्चर छ मलाई धेरै दुःख त मैले पाएको छु तर म भन्न नसक्दुँ तम बहुत टेन्सन भन्न छ तमलाई म के भन्न सक्दुँ मम्मी भनेर मेरो छोरीलाई मलाई फोनमा भनेको थियो म भन्बा तँलाई केको टेन्सन छ भनौँ के भग्यो मलाई भनौँ हम छु तेरा जब छनु तँलाई केही टेन्सन भग्यो मलाई भनौँ म केही तँलाई कम गर्दै छैन मैले भने न मम्मी मलाई धेरै छ तँलाई म भन्न सक्दुँ तँलाई टेन्सन मान्न छ भनेर तैँले मलाई भनेको थियो हुन्छ त्यो के भने सिक्रीको बारेमा पनि तैँले भनेको थियो मम्मी भरतले मलाई सिक्री यसो यसो भन्थे भने हुन्छ मैले भने हुँदै तँको बर्थडे हुन तँको बर्थडेमा तँले हार छ तँको हारको म सिक्री पनि बनाइदिन्थेँ भन्ने कुरा पनि गऱ्यो मुस्त हुन्छ हुँदै तेरो फुपूले 50,000 तेरो फुपूले 50,000 मैले दिन्छु हुन्छ बनाउनु सिक्री पनि तँमा भनेको थिएँ हुन्छ पछि हुँदै मम्मी तफ गर्लो भन्नु तैँले मुस्त कुरा गरेको थिएँ अनि त्यो तँलाई झिको टेन्सन भयो केबाट त्यो छोराछोरीबाट हुन्न एको 2 बच्चा जानी छन् एउटा छोराछोरी हुँदा भने त्यहीबाट यसलाई धेरै टर्चर गर्ने तँलाई मार्दै धम्किने गर्दै अनि तँको सोच्चा तँको दिमाग ऊ हुने रहेछ त्यो खाना नखाने सुकेर पनि यस्तै भएर जान्थे माइतमा त्यो हुन्छ तँले तँको सासू तनले भनेर रहेछ कि यो पहिला माइतबाट त्यो दिमागको दवा खाने रहेछ यसो खाने रहेछ भनेर भन्यो त्यो खाएन थिएन सुन त तल्ला मल्ल गरेर सबलाई सोध्नु के हिंसा भएका यिनलाई सोध्नु त्यो राम्रो थियो होइन राम्रोसँग मैले पठाएँ मैले 15 लाख रुपियाँ छोरीको बिहामा लगाएँ राम्रोसँग बिहा गरेँ यति सुन दिएँ मैले तँलाई सुन दिएर मलाई अहिले तँलाई सिक्रीको कमी भएर रहेछ बच्चा कमी भएर रहेछ त्यही भएर मेरो छोरीको हत्या गर्यो 8 महिना पुरा पनि भएन बच्चा चाहियो भने त्यो भयो मलाई मेरो छोरीको न्याय दिलाइदिनुहोस् न त म जसरी मेरो छोरीलाई तैँले फाँसी दिए नि उसलाई म तँलाई मेरो हातबाट म तँलाई फाँसी दिनु परोस् त्यही भन्न चाहन्छु म मलाई मसँग 2 घन्टासम्म मेरो छोरीले बोल्यो यसलाई के भने कैसी आज यहाँ आउनु नि तपाईँ यहाँ आउनु नि कैसी यसलाई भनेको थियो आएन तँ आज आएन जसरी भने आएन भनेको थियो यसलाई आफ्नो घरमा हुन्छ यसले भने म आज नआउन साउन 15-16 गते आउँछु आज म नआइसक्दुँ भन्नु यसले भन्यो भनेपछि यो म कुरा हुन थिएँ त भोलि 2 घन्टामा कुरा भएपछि उसले फोन च्याट्टै काट्यो त्यो कहिले पनि फोन मम्मी ल म फोन इस्यु गर्दौँ भन्ने थिएँ उसले त फोन च्याट्टै फोन काट्यो कि मैले फोन क्या काट्यो भने मलाई ऊ भएको थियो हुन्छ शङ्का लागेको थियो हर पनि धोयो भने हर नधोइबा मैले बिहानबाट खानालाई खाएन मम्मी टाउको दुख्यो भने म त टेन्सन क्या मान्ने छे तुलाई के छ भनौँ भने चाहिँ त्यो केही नभन्ने अन्त मेरो घरमा माथि मेरो नन्दु छ उसलाई भनेर चाहिँ असारको महिना रोपमा गएँ 15 दिनमा भए वर्ष त्यो बिहा जुन गरेँ म धेरै पस्ताया छु मलाई आजकल भरतले हेर्दो न टर्चर गर्दछ यसो भन्नु यिनलाई भनेर छ यसलाई भनेर छ कि आफ्नो बहिनीको भन्या सुन्ने मेरो भन्या सुन्नु नै मलाई हेर्दो नै टर्चर गर्दछ पैसा पनि मेरो हात नदिने यसो भन्ने यसलाई भनेर छ तँ बिहा जिन गरे भनेर तँलाई अनि त्यसलाई भने मलाई अब कसैलाई जिन भने भनेर तर तैँले भन्यो न कसैलाई अब अहिले मलाई भने त पहिला उहाँ मरिसकेपछि भन्यो यसले यसो भन्थ्यो मलाई भनेर भन्यो त्यही कुरा भइरहेको थियो अरू के दुःख केटाको कुराले के भनेको थियो भन्दा त्यो भरत धामी हो भरत धामीको बहिनी र तँको फुपू छ तल भएर तँको बाजे भन्दै थियो भरतले भनेको थियो पहिला म मोमो ल्याउनु गएको थिएँ मैले मोमो ल्याउन आउँदाखेरि झुन्ने थियो भरतले भने भरतको बाजेले भने कि मोमो ल्याएको थियो भरतको बहिनी भित्र थियो सन्डो आयो खडमुखुरमा आवाज आयो काला गर्यो त्यो सन्डो सुनेर मैले माथि जान्छ अब पूजालाई तल ल्याएको थियो भन्यो उसको बाजेले भन्यो
उनले यता घरको यता उसले भनेर कि मैले सुन्या हो कलागद्द मैले सुन्या हो साउन्ड गरेको थियो यसो भन्यो ऊ घर उतातिर थियो घर उसले भनेको थियो छिमेकीले भनेको थियो उसलाई सर न्याय दिलाइदिनु पर्यो कुटपिट भइहाल्छ सर सब निल छ फोटो देखाइदिनुहोस् त यहाँ म पुरा यहाँ यस्तो छ यहाँ छातीमा कोपरिया छ यहाँ निल छ यहाँ छ मेरो छोरी छ भित्र छ नि त्यो भित्र यहाँ कानको छैन कानको बाली छैन कोठामा पाए पासलाई चुन्ने तलमाथि तल कसै आयो यतिमा आउँलो काट्यो भने मेरो छोरीको भाइको मेरो छोराको आउँलो ऊ भएको थियो होइन पोलिया थियो त्यो आँगुलमा खुन आने निम्ति ऊ बेहोस भयो हस्पिटलमा भम्का मेरो हस्पिटलमा हुँदाखेरि डाक्टरले उठाएर उसको पानी उ गर्यो होस फर्केर घर आयो थोरै काटेको मान्छे त्यो बेहोस हुने मान्छे तँलाई फाँसी लगाएको दिन कसैले लगायो फाँसी त्यो फाँसी सक्दैन सर तँलाई न्याय दिलाइदिनु होइन मेरो छोरीलाई तँलाई न्याय दिलाइदिनु जसरीलाई हिजो होइन अस्ति पोहोर सोमबारको दिन 11 कि 10:30 बजेदेखि म मेरो छोरीले 11 कि 11:30 बजे तक हामीले फोन गरेको थियौँ होइन दिन दिउँसोको सोमबारको फोन गरेको थिएँ फोन गर्मा ठिकै छ भन्दै रहेछ फोन गरेको थिएँ पछि तैँले फोन 81 काटेको मलाई त्यो डोट भएन मलाई 4 उहाँको 5 बजे थियो होइन 5 बजे 15 मिनट थियो उहाँको बेङ्गलोरको म बेङ्गलोरबाट हिजो पुगेँ यहाँको कति बजे थियो 5 बजे 15 भयो यसो भइहाल्यो यहाँको 15 मिनट फरक हुन्छ नि त उहाँको हजुर म बेङ्गलोर थिएँ म हिजो पुगेँ बेङ्गलोरबाट उनले तपाईँको मैले 21 वर्षमा मैले छोरीलाई पालेँ होइन छोरीको घरमा मैले पुरा घर उहाँ छाडेको थिएँ तपाईँको जिम्मा घर छाडेको थिएँ 21 वर्षमा अहिले 22 वर्ष हुन्छ मेरो छोरीको हत्या किन गरेन भने 22 वर्ष चैतमा 22 वर्ष लाग्यो त अहिले है 22 वर्ष चैतमा लाग्यो बिहा भएको 7 महिना 8 महिना भइसक्यो 8 महिना बच्चा चाहियो 8 महिना बच्चा फुपूले बच्चा हुन सक्दैन यबाट भन्यो बच्चा हुन सक्दैन यबाट बस्दैन मेरो सबै दिदी हुनु बहिनी नन्दु सबै मलाई त अब फोनमा के न भन्यो नेपाल रोपाइमा गएको थियो होइन रोपाइमा झन्झ्या सोधे होइन तँ दुबल्ली क्या बिहा गरेपछि त मान्छे मोटा नान तँ दुबल्ली क्या यो क्या भयो बा तँ यसो के दुःख छ कि चिन्ता छ कि पीड छ कि भन् भने होइन भनौँ भने क्या के भनौँ भने भनेन होइन भन्यो तमला भन्यो के पाइने भने मैले भने के दुःख भयो क्या समस्या क्या भोलो ज्यान जान भन्न त तँ भन्बा भन्नु ज्या के भन्यो भने तँ के न सबभन्दा ठुलो कुरो पैसा रहेछ भन्यो तमर छोरीलाई बहिनीलाई झिक्क पढाया के जागिर लगाया आफू खुट्टामा उभिने भएपछि आफूले जे गर्दुला सकिन्छ कसैको करबर भन्नु नआइसकिन होइन भोलो सब दबाब दिन्छन् त्यसको बहिनीले त्यसको आमाले त्यसको बजेले जे भन्यो त्यही मान्ने भइहाल्छ आज भोलो होइन त्यो भरत जे भन्यो त्यही मान्ने भइहाल्छ यताउता भन्नुभयो त्यसरी कुरा निकाल्यो होइन त्यसले निकाल्नु चाहिँ मैले भने तुलाई दुःख हो क्या भन् भोलो के गरे क्या टर्चर दिन भने क्या भन् भने चाहिँ के भन्यो भन्नै जसो लगाएको थिएन आन्टी भने उता सिधा म आफू रोजेर खोजेर मैले मन पराएर बिहा गरेँ भने उसले त्यही भएर मैले के कुरा भन्न खोज्न नआइसक्दो अति भएपछि भन्नु नतना भन्ने कुरा उसले गरेको थियो होइन तर फोन गरे अब क्या कुरा गरे अब के भन्ने थियो कि त्यो मुलायम भएन होइन त्यो मसित के त कुरा 2-3 दिनसम्म कुरा भइहाल्ने थियो आज भोल होइन पहिले कुरा हुन्छ होला तसो कुरा नआइ निकाल्ने थिएँ होइन तर प्रत्यक्ष मैले भने तँ उसरी भन्ने नआए मैले भने ज्या 2 बच्चा छन् भन्न सुने हो तेरो बच्चा नआयो भने भन्नु भन्ना थियो के हो त्यसलाई भने स्पष्ट ल मैले भाइर सुने तेरो मुख नआए सुने ल तँ भन् ल को हो त्यो भन्ने चाहिँ उसले के भन्यो भने फुपूले र उसको बहिनीले त्यसले बच्चा तेरा हुने नआउन होइन दोहोरो बिहा गर्दा यताउता भन्नु भन्ना छन् मैले 6 महिना वर्ष दिन भएन को हो त्यो बिहा गर्दै आज अहिले त्यो हस्पिटलको हस्पिटलले भने ठुल्ठुला डाक्टर छन् ठुल्ठुला हस्पिटल छन् ठुल्ठुला हस्पिटल जान होइन हामीलाई उपचार गर्दा तमला गरले पछि नभएपछि तब एकजना गर्ला होइन ठिक छ तँ बटी नआउन भने क्या हामीलाई सहमति गर्लाले मैले भने तसो राख्दै त नपऱ्यो बिहा त अब गरिदिउँला ठिक छ रे अहिले तैँले 1 वर्ष नभए तैँले त दबाब दिने भन्ने कुरा मैले गरेँ होइन मैले गरेँ चाहिँ मैले भन्छु भने फोनमा भन्न नआइमिल्लो आन्टी भन्ने छु मलाई त प्रत्यक्ष भेटिन्छ तसो कुरा गरेँ त्यसपछि आज हामी बसेँ होइन थोडा बेर बसेर तर पैसाभन्दा ठुलो कुरा के छैन पैसा नभए बहिनीको बिहा जन गरिदिया होइन बिहा जन गरिदिया
हुन्छ त्यसलाई भनेको थियो न्याय पाउनु पर्यो न्याय पाउनु पर्यो न्याय दोषीलाई कारबाही हुनु पर्यो जसरी मारेको छ तर त्यसलाई पनि त्यही सजाय हुनु पर्यो कि निर्दोष साबित हुन्छ त्यो न्याय पाउनु न्याय भन्दा हालेर भित्र हालेर 2 दिनमा थोरसो पैसा लगाएर पैसा घुसाएर हामीले निकाल्नु नपर्यो कि हामीले जहाँबाट त्यहाँ मार्छौँ अनि त्यसलाई पनि जसरी हाम्रो छोरीलाई मार्यो त्यसरी मार्ने हो म त सिधै भन्छु मैले जेल जान्छ पनि पर्ला तर म त्यसलाई भेट्यो भने त्यसलाई बाहिर भेट्यो त्यसलाई त्यसरी मार्छु तर सजाय छ नि जतिसम्म सजाय त्यतिसम्म त्यसले सजाय पाउनुपर्छ त्यसको बहिनी र त्यसले चाहिँ सजाय पाउनै पर्छ के त्यसको फुपू छ धेरै हिजो के भनेको थियो मलाई त्यहाँनिर थाहा छ त्यसले त आउरे बारे को होस् त मलाई भन्ने त्यसको बाबामा आउनु दिने हो त आउरे बारे त को होस् त तेरो बोल्ने अधिकार छैन उसले भन्दाखेरि हो नमस्कार मेरो नाम वर्षा धानु हैन मलाई पनि भन्दै थिए घरमा टर्चर हुन्छ अनि कराउँछन् अनि मेरो वास्तै पनि गर्दैन माया पनि गर्दैन यस्तो उस्तो माया पनि गर्दैन अनि आफ्नो बहिनीको भनेको सुन्छ अनि मैले भनेको के पनि मान्दैन मलाई पनि भन्दै थिए कि मैले दुःख पाइसक्यो हो तिमी पनि हैन अब बिएससी नगर यस्तो उस्तो भनिरहेको थियो अब दुःख हुन्छ धेरै भन्दै थिए माया त जान माया त जान भन्दाखेरि पनि अब कराउँथे भन्दै थिए जाने क्या लाने कुछ तेरा माया भन्ने कुरा गर्दै थियौँ के रोपाइमा हामीले भेटेको थियो सर अनि रोपाइमा भन्दा थियो माया त जान तेरा माया त के छ कङ्कालाहरू के छ क्या ला जाने भन्ने कुरा गर्दै थिएँ आन्टी सबै ठुलो भने ऊ रहेछ पैसा रहेछ भन्ने कुरा गर्दै थिएँ कि कसो भन्दै सर त्यसरी हुन्छ हामीलाई न्याय चाहियो मेरो छोरी न्याय पाइन्छ उसको पनि लास जलाउनु पर्यो सँगैमा मेरो छोरीलाई पहिले भन्दा म पूजालाई धेरै माया गर्छु मायामा राख्छु भनेर तैँले बिहा गरेर अरू 6 महिना यसो हत्या किन गर्योस् पूजा